नेपालको राजनीति फेरि एकपटक तातेको छ। वर्षसम्म एकअर्कालाई कट्टर प्रतिद्वन्दी ठान्ने दुई शक्तिशाली कम्युनिस्ट नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड फेरि एउटै फ्रेममा देखिएका छन्। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म अहिले एउटै प्रश्न गुन्जिरहेको छ कि नेपालमा फेरि कम्युनिस्ट एकताको नयाँ अध्याय सुरु हुन थालेको हो। सार्वजनिक रूपमा आएको अभिव्यक्तिमा प्रचण्डले नयाँ पार्टी निर्माण र वाम एकताको आवश्यक बारे सङ्केत गरेपछि राजनीतिक बजार झन् तातेको छ। कहिले एकअर्काले असफल अवसरवादी र अविश्वसनीय भन्दै कठोर आलोचना गर्ने यी दुई नेता आज फेरि नजिकिन खोजेको दृश्यले धेरै नेपालीले अचम्मित बनाएको छ। किनभने यी दुई दल एमाले र माओवादी विगत 2 दशकदेखि नेपालको सत्ताको केन्द्रमा रहे। देशमा परिवर्तनका ठुला नारा उठे, जनताले विश्वास गरे। 2/3 सम्मको शक्तिशाली सरकार बन्यो। तर आज पनि लाखौं नेपाली युवाहरू विदेशिन बाध्य छन्। बेरोजगारी, भ्रष्टाचार, महँगी र राजनीतिक अस्थिरताले देश थलिएको छ भन्ने गुनासो जनतामा सुनिन्छ। राजनीतिक विश्लेषकहरू भन्छन् नेपालमा दलहरू बीचको एकता केवल विचार मिलेर मात्र होइन, शक्ति जोगाउने रणनीतिका रूपमा पनि हुन थालेको इतिहास छ। त्यसैले कहिले सम्भावित वाम एकतालाई लिएर सामाजिक सञ्जालमा अनेक अड्कलबाजी भइरहेको छ। यता अर्कोतर्फ स्वतन्त्र राजनीतिबाट उदयका काठमाडौँ महानगरपालिकाका मेयर हुँदै प्रधानमन्त्रीको पद सम्हालेका बालेन्द्र शाहको नाम फेरि चर्चाको केन्द्रमा आएको छ। पुराना दलप्रति निराश भएका धेरै युवाहरूले बालेलाई वैकल्पिक शक्तिको रूपमा हेर्ने गरेका छन्। उनको कार्यशैली, भ्रष्टाचार विरुद्धको अभिव्यक्ति र परम्परागत राजनीतिक संरचनामाथिको चुनौतीले पुराना दलहरू दबावमा परेको टिप्पणी पनि भइरहेका छन्। तर राजनीतिक आरोप र सामाजिक सञ्जालमा बहसहरू आफ्नो ठाउँमा भए पनि कुनै पनि व्यक्तिले कानुनी रूपमा दोषी ठहर गर्न अदालतको फैसला आवश्यक हुन्छ। लोकतन्त्रमा आरोप, आलोचना र अनुसन्धान फरक विषय हुन् भने कानुनी निष्कर्ष फरक विषय हो। यही सन्दर्भमा अहिले अर्को ठुलो बहस सर्वोच्च अदालतलाई लिएर पनि भइरहेको छ। सामाजिक सञ्जालमा केही दिन अघि सर्वोच्च अदालतले 100 रुपियाँ भन्दा बढी सामानमा भन्सार रोक लगायो भन्ने दाबी भाइरल बनेपछि धेरैले अदालतमाथि चर्को आलोचना गरे। तर पछिल्लो अनुसन्धान र कानुनी व्याख्याले त्यो दाबी भ्रामक भएको सङ्केत गरेको छ। विश्लेषण अनुसार सर्वोच्च अदालतले राज्यको भन्सार महसुल उठाउने अधिकार रोजेको होइन, बरु कानुनी प्रक्रियाभित्र रहेर आदेश दिएको विषयलाई गलत ढङ्गले प्रस्तुत गरिएको दाबी गरिएको छ। नेपालको संविधानले राज्यलाई कर तथा भन्सार उठाउने अधिकार स्पष्ट रूपमा दिएको छ र अदालतले पनि संविधानको सीमाभित्र रहेर मात्र फैसला गर्ने गर्दछ। सर्वोच्च अदालत कुनै राजनैतिक संस्था होइन, यो राष्ट्रको संवैधानिक संरक्षक संस्था हो जहाँ कानुन, प्रमाण र संवैधानिक मूल्यका आधारमा निर्णय हुने गर्दछ। त्यसैले अदालतका निर्णयप्रति असहमति हुन सक्छ, तर अदालतलाई नै अविश्वासको केन्द्र बनाउने प्रवृत्तिले लोकतान्त्रिक प्रणाली कमजोर देखाउने खतरा पनि रहन सक्छ। आज नेपालमा दुईवटा बहस सँगै चलिरहेका छन्। एकातिर पुराना शक्तिहरूको सम्भावित पूर्ण एकता, अर्कोतिर नयाँ पुस्ताको वैकल्पिक राजनीतिक चाहना। अब प्रश्न उठ्छ के पुराना दलहरूले फेरि नेपाली जनताको विश्वास चिन्न सक्छन् कि नेपाली राजनीति अब पूर्ण रूपमा नयाँ दिशातर्फ मोडिन थालेको छ? समयले नै यसको उत्तर दिनेछ। तर एउटा कुरा स्पष्ट छ, नेपाली जनता अब केवल भाषण होइन, परिणाम खोजिरहेका छन् र आगामी राजनीतिक यात्रामा कसले दिशालाई स्थिरता, सुशासन र विश्वास दिन सक्छ भन्ने विषय नै सबैभन्दा ठुलो परीक्षाको विषय बनेको छ। आजको मुख्य हेडलाइन यही थियो। तपाईँले यस विषयमा के आफ्नो विचार राख्न चाहनुहुन्छ कमेन्टमा अवश्य राख्नुहोला। धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल।